यो कस्तो समय आयो भगवान, जहाँ कागजको एउटा नोट मानिसको मूल्यभन्दा ठुलो भयो। यहाँ सत्य बोल्ने सोझा मानिस हाँसोको पात्र बन्छन् र स्वार्थले भरिएको मन सबैभन्दा चतुर ठहरिन्छ। मानिस त धेरै छन् तर मानवता हराउँदै गएको छ। म सोचेरै डराउँछु। शिक्षा लिन पैसा चाहिन्छ, सपना देख्न पनि पहिला पैसा सोधिन्छ। तर के यही नै जीवन हो? आज हरेक दिन मन रुवाउने खबरहरू आउँछन्। कुनै बहिनीको अस्मिता लुटिएको छ, कुनै आमाको काख रितिएको छ, कतै बाबु आमालाई आफ्नै सन्तानले हत्या गरेको छ, कतै चेलीबेटी पैसाकै मूल्यमा बेचिएको छ, कतै चेलीबेटी पैसाकै मूल्यमा बेचिएको छ। यी हातहरूले मानिस मारेका होइनन्, यी हातहरूले पैसालाई भगवान बनाएका छन्। यी हातहरूले पैसालाई भगवान बनाएका छन्। कस्तो रहेछ यो कागजको नोट, जसको लोभमा आफ्नै रगत बिर्सिन्छ मानिस। सम्बन्ध टुक्रिन्छ र आत्मा मर्छ, तर शरीर अझै हिँडिरहन्छ। भन्छन् यो कलियुगको, जहाँ आस्था राख्नुपर्छ तर भरोसा सोचेरै गर्नुपर्छ। तर के कलियुगको नाममा हामी यति तल झर्नै पर्छ? कसैले सुनिदियोस्, घरमै जिउँदा भगवान हुन्छन् आमा बुबा। उनीहरूको आँसु सुक्न नपाउँदै पैसाका नोट गर्नु कुन धर्म हो? बरु थोरै कमाओ तर इमान्दारीले कमाओ। बरु सानो घर होस् तर हाँसोले भरिएको होस्। बरु सपना ढिलो पुरा होस् तर कसैको जिन्दगी च्यापेर होइन। आज राम्रो काम गरौँ, आज माया गरौँ, आज सम्मान गरौँ, किनकि मरेपछि गएको जस्तो झारिने आँसुले जिउँदा गरेका पाप कहिले पखालिँदैन। आज राम्रो काम गरौँ, आज माया गरौँ, आज सम्मान गरौँ, किनकि मरेपछि गएको जस्तो झारिने आँसुले जिउँदा गरेका पाप कहिल्यै पखालिँदैन। कागजको नोट यो कस्तो रहेछ कागजको नोट।